जाम 8 किलोमिटर हिँडेर आइयो खानाको लागि। बहुत गाह्रो छ। अहिले पनि पुगेको छैन, जाँदैछौँ, पुगेको छैन मार्केट, पुगेकै छैनौँ अझै। 8-9 किलोमिटर हिँडेर थाकिया छ भने बिजोग अवस्था छ पुरै। हेर्नुहोस् रोड हिलाम्मे। बल्ल बजार आयो खाना खाने ठाउँ 8 किलोमिटर हिँडेर, 8-9 किलोमिटर हिँडेर। यस्तो छ ल है, हेर्नुहोस् हिलो। यो बाटोमा कसरी हिँड्ने भाइ, हिलो ह्याट। ए ल ल ल खाना खाने ठाउँ पनि पाइयो अब। होटल 9 किलोमिटर हिँडेर। बाबा सोच्नुहोस् कस्तो अवस्था होला र। अझै कति छ, 20-30 किलोमिटर जामै छ, अझै खुल्ने आज चान्सै छैन।